यो यहाँ सबैलाई थाहा भएर पनि धेरैले लुकाएका छन् यो घटना र मैले जे सूचना पाएँ त्यो घन्टीका केन्द्रीय सदस्य र कुलमानकै पनि केन्द्रीय सदस्य जो उज्यालो पार्टी बना छन् उनीहरूबाट पाएको सूचना हो है मैले मेरो यो आफ्नो कल्पना होइन रविलाई राति 11 बजे अपहरण गरियो एउटा ग्याङ दलाई लामा बारबार फाउन्डेसनको एउटा ग्याङ जसको नाम बाहिर आइसकेको छ बजारमा मिडियामा अपहरण गरे सिधै बालिन कहाँ लगे र उनलाई धम्की दिएको छ तलाई छुटाको यतिको निम्ति हो उनले यही भनेका छन् तलाई जेलबाट छुटाको निकालेको यतिको निम्ति सहमति गर्न यो गरिनस् भने त जेल पनि जान्छस् तेरो पासपोर्ट र सहकारी मुद्दामा त चाहिँ सिद्धिन्छस् यही धम्की दिए धम्की दिइसकेपछि धम्काएरै उनलाई चाहिँ सहमति गरायो बिहान 5 बजे अनि यो सब धम्कीको खेल छ र त्यसपछि भोलिपल्ट तपाईको कुलमानको अपहरण भयो कुलमान बैठक बसिरहेको थियो बौद्धमा उनकै समूहको बैठक बसिरहेको थियो त्यहाँबाट कुलमानलाई टिपेर रवि र बालेन कहाँ लगियो उन दुईटाको सहमति भइसकेको थियो र उनलाई के भन्यो भन्छ भने त्योभन्दा अगाडि के भन्यो भन्छ भने यसमा बालेनलाई प्रधानमन्त्री बनाउने कुरामा यो एकतामा आइनस् भने तँलाई अख्तियारमा लगेर सिद्ध्याइन्छौ भने उनीहरूले किन कुलमानका त थुप्रै छन् जस्तो कुलमान त पार्टीहरूको कर्मचारी त्यो पनि माओवादीसँग विशेष हार्दिक सम्बन्ध भएको मान्छे हैन अथवा कांग्रेसको पनि आँखामा राम्रै मानिएको मान्छे पछिल्लो कालमा आफ्ना मान्छेलाई नियुक्ति दिने कुरामा एमालेसँग अलिकति ठसठस थियो होइन भने कुलमान त सबैको प्रिय मान्छे हुन् माने दलहरूसँगको उनको जो सहकार्य छ त्यो सहकार्य भनेको लुटको पनि सहकार्य अरु केही पनि होइन उनले त्यही कमजोरी समात्थे तँलाई अख्तियारमा लगेर सिद्ध्याइन्छौ कुलमान बोल्ने ठाउँ बन्द भयो उनले हस्ताक्षर गरे उपाय केही पनि थिएन सिद्ध्याउने नै भयो उनीहरूले अब यो ढङ्गले बालेनलाई प्रधानमन्त्री बनाउनुको निम्ति यो ढङ्गको सहमति गराइएको छ अहिले इच्छा दुवैको होइन रविको पनि होइन किन रविले चितवनमै भनिसकेका थिए यो विषयमा कुनै भएको छैन भनिसकेका थिए हैन यो च्याप्टरै होइन सम्भवै छैन यो विषयमा र कुलमान त पन्छिसकेका थिए पन्छेर वक्तव्य दिइसकेका थिए सम्भव छैन हामी सरेन्डर गरेर जाँदैनौँ किन कुलमानले कार्यवाहक सभापति मागेका थिए तोसिमाको कराको सुन्नुहुन्न मिडियामा हैन समानुपातिको मर्यादा तोडेर यो सुदूरपश्चिम अथवा विकट क्षेत्रबाट ठाउँै नदिएर जो समानुपातिक सूची चाहियो यो चाहिँ समानुपातिक परिकल्पना होइन यो स्वीकार गर्न सकिन्न भनेर उनी बोलिराखेकी छन् त्यो बाध्यता किन आयो त भन्छ भने यता अमेरिकनले सबै आफ्नो मान्छे फिट गरिरहेछ जम्मै